안녕하세요. आज चाहिँ हामी यो च्याप्टर 7 को छङ्गो मुना लिएर चाहिँ आएका छौँ। आज हाम्रो च्याप्टर 7 को छङ्गो मुनाको टपिक चाहिँ नाल्सी मौसम। आजको टपिक चाहिँ नाल्सी मौसम रहेको छ। हरेक देशको के हुन्छ आफ्नो हुन्छ नि, अब फरक फरक मौसम हुन्छ नि। यो चाहिँ कोरियाको मौसमको बारेमा चाहिँ यहाँ व्याख्या गरिएको छ। नाल्सी भनेको मौसम, हामीले चाहिँ यसलाई नाल्सीलाई सिम्बल मिनिङ किसान वायुमण्डल अथवा खिहु भन्दा पनि मिल्यो, जलवायु एउटै एउटै भन्दा हुन्छ। नाल्सी भनेको मौसम, खिसाङ भनेको पनि मौसम वायुमण्डल टाइपको हुन्छ भने खिहु भनेको नि के हो, जलवायु मौसम टाइपको हो। नाल्सी, खिहु, खिसाङ भनेको मौसम यसरी बुझ्दा हुन्छ। खिसाङ भनेको वायुमण्डल भनेर बुझ्दा भयो र खिहु भनेको जलवायु भनेर बुझ्दा भयो। यो कुरा पनि मौसमभित्रै पर्ने भएको हुनाले चाहिँ हामीले यसलाई पनि यहाँ राखेको छ। खिसाङ भनेको उठ्नु पनि हुन्छ, खिसाङ आधा किरनादाको सिन्धर पनि हुन्छ खिसाङ भनेको चाहिँ। अब हामी सुरु गरौँ। हानगुन कोरियामा चाहिँ कोरिया चाहिँ फोम भनेको वसन्त ऋतु, यरुम भनेको ग्रीष्म ऋतु, खाउल भनेको शरद ऋतु, ख्याउल भनेको हिउँद ऋतु, सा खेजरी, सा भनेको 4, खेजर भनेको ऋतु, सा खेजरी 4वटा ऋतु, तुर्यथान स्पष्ट छुट्टिएको, तुर्यथादा भनेको स्पष्ट हुनु, तुर्यथादा स्पष्ट फरक छुट्टिनु, स्पष्ट रूपमा छुट्टिएको हुँदा के भनिन्छ तुर्यथादा। यसलाई हामीले फुन्म्याङ खादा पनि भनिन्छ, फरक फरक विशेषता हुनु। तुर्यथादा भनेको के हो, फरक फरक विशेषता हुनु, फरक फरक विशेषता भएर स्पष्ट रूपमा छुट्टिएको हुनुलाई के भनिन्छ तुर्यथादा अथवा फुन्म्याङ खादा। तुर्यथादा फुन्म्याङ खादा भनेको रहेछ पूर्ण रूपमा फरक फरक विशेषता भएर चाहिँ स्पष्ट रूपमा छुट्टिनुलाई के भनिन्छ तुर्यथादा अथवा फुन्म्याङ खादा। यसरी हामीले तुर्यथादा फुन्म्याङ खादालाई चाहिँ स्पष्ट हुनु भन्दा पनि हुन्छ। कसरी स्पष्ट हुनु, स्पष्ट रूपमा छुट्टिएर चाहिँ छुट्टै हुनु, स्पष्ट हुनलाई के भनिन्छ तुर्यथादा भनिन्छ है। कोरिया चाहिँ फोम, यरुम, खाउल, ख्याउल, सा खेजरी 4 ऋतु चाहिँ तुर्यथान स्पष्ट रूपमा छुट्टिएको स्पष्ट भएको, नारा इम्निदा राष्ट्र हो भनेको 4वटा ऋतु चाहिँ फरक फरक भएर छुट्टिएको एउटा स्पष्ट के हो, स्पष्ट ऋतु भएको के हो देश हो। कोरिया चाहिँ फोम, ख्याउल, यरुम, सा खेजरी 4वटा ऋतु चाहिँ तुर्यथान भनेको स्पष्ट रूपमा छुट्टिएको नारा इम्निदा देश हो। अब फोमको बारेमा, फोम चाहिँ जहिले पनि कहिले पर्छ 3औं महिनादेखि 5औं महिनामा, मार्च, अप्रिल र मे। यो कहिले पर्छ भन्दाखेरि मार्च महिनादेखि मेसम्म पर्छ यो फोम भनेको। फोम चाहिँ 3औं महिनादेखि 5औं महिना, फोम चाहिँ मेदेखि मार्चदेखि मे, मार्च, अप्रिल, मे चाहिँ फोम चाहिँ तातु थाम्यो न्यानो हुन्छ। अनि फतकोत भनेको चेरीको फुल, यसलाई हामीले जस्तै साकुरा भन्दा नि हुन्छ जापानतिर अनि कोरियातिर चाहिँ फोम आएपछि रुखा फुलहरू फुल्ने हुन्छ, त्यसलाई चाहिँ फतकोत चेरीको फुल अथवा साकुरा भन्ने फुलको प्रकार हो यो। यङसान होम भनेको अजालिया फुल, यो फतकोत यङसान होम भनेको यो के भयो तोरी हुन्छ नि फुलका प्रकार हो यो। जस्तै हाम्रो नेपालको यङसान जस्तै यो डाँफेहरू भयो, रोजहरू भयो, त्यस्तै यो फतकोत र यङसान होम भनेको हो फुलका प्रकार हुन्। फतकोत भनेको चेरीको फुल साकुरा अथवा यङसान होङवा खातुन, यङसान होङ भनेको अजालिया फुल जस्ता हारुन दाउन सुन्दर, कोची भनेको फुल मानी तिम्निदा धेरै फुल्छन्। सारामपुर मान्छेहरू चाहिँ फोम माझी, माझी भनेको आगमन स्वागत, फोम माझी भनेको वसन्तको आगमनमा अथवा स्वागतमा, फोम माझी भनेको वसन्तको आगमनमा अथवा स्वागतमा कोत खुग्याउँदो खागो फुल हेर्न अथवा अवलोकन गर्न पनि खागो जान्छन्। अनि आरुम दाउन भनेको सुन्दर, फोम ख्याउचिरुल भनेको वसन्त ऋतुको, ख्याउचिरुल भनेको दृश्यलाई छुल्गिम्निदा रमाइलो गर्छन्। ख्याउची भनेको दृश्य, ख्याउची फोङ्ग्याउ भनेको दृष्टि भइहाल्यो। यसरी के गर्दछ मान्छेहरू चाहिँ वसन्तको आगमनमा स्वागतमा चाहिँ कोत खुग्याउँदो खालको फुल अवलोकन गर्न पनि जान्छन्। अनि सुन्दर फोमको दृश्यलाई के गर्छ रमाइलो गर्छन्, छुल्किम्निदा रमाइलो गर्छन्। यहाँनिर जस्तै
अब फर्मको बारेमा हामीले अरू कुराहरू चाहिँ बुझ्नु पर्दाखेरि चाहिँ जस्तै यहाँ भाङ्सा भन्ने हुन्छ, यो फर्ममा चल्ने एउटा मन्जी फारा, धुलो सहितको हावालाई के भनिन्छ भाङ्सा भनिन्छ। यो धुलो पनि कहिले चल्छ फर्ममा चल्छ है, मन्जी फारा। यो पनि एउटा के विशेषता हो, फर्म भन्ने ऋतुमा हुने कुरा हो, एउटा ह्यान्साङ घटना हो। भाङ्सा भनेको के हो, फर्ममा चल्ने मन्जी फारा भनेको धुलो हावा, बालुवाहरू माटोहरू मिसिएको धुलो हावालाई के भनिन्छ भाङ्सा भनिन्छ। धुलो हावा निलो भन्छ, निलो धुलो मिसिएको निलो निलो धुलो मिसिएको हावालाई के भनिन्छ भाङ्सा मन्जी फारा। भाङ्सा मन्जी फारा भनेको निलो धुलो मिसिएको हावा, यो पनि कहिले चल्छ फर्ममा चल्छ। र अर्को एउटा हामीले जान्नुपर्ने कुरा के छ भन्दाखेरि यो फर्ममा के हुन्छ एउटा कोत्सेम छुई भन्ने हुन्छ, कोत्सेम छुई। यो भनेको के हो भन्दाखेरि कहिलेकाहीँ के हुन्छ यो फर्ममा चाहिँ ख्याउलको जस्तै जाडो भइदिन्छ, हिउँदको जस्तै जाडो भइदिन्छ, त्यो जाडो हुने कुरालाई के भनिन्छ कोत्सेम छुई। अथवा यसलाई हामीले चाहिँ सिंगल सिंगल बुझ्दाखेरि कोत भनेको फुल, सेम भनेको ईर्ष्या डाहा, छुई भनेको चिसो, फुलको डाहा गर्ने ईर्ष्या गर्ने चिसो, त्यसै बुझ्दा पनि हुन्छ। कोत फुल सेम डाहा ईर्ष्या छुई भनेको चिसो, फुलको डाहा अथवा ईर्ष्या गर्ने चिसो, अथवा कहिलेकाहीँ चाहिँ फर्ममा चाहिँ ख्याउलको जस्तै जाडो भइदिन्छ, त्यो कुरालाई के भनिन्छ कोत्सेम छुई भनिन्छ। यो पनि कुन ऋतुको विशेषता हो, कोरियाको फर्म भन्ने ऋतुको के हो विशेषता हो। यो भयो फर्मको। अब हामी जान्छौँ ख्याउलमा। अब कोरियामा के हुन्छ फर्मको पनि के हुन्छ ऋतुहरू के हुन्छ, यो जस्तै नौसन खेतल भन्छ, कृषि क्षेत्रको ऋतु पनि फरक हुन्छ। जस्तै फर्ममा के गरिन्छ भन्दाखेरि विभिन्न सागसब्जी रोप्ने, बारीहरू जोत्ने, खेतीपातीको तयारी गर्ने काम केमा हुन्छ फर्ममा हुन्छ। यसको बारेमा चाहिँ छुट्टै पढ्नुपर्छ, त्यो चाहिँ कृषि क्षेत्रसँग सम्बन्धित हुन्छ। यो चाहिँ हामीले केसँग पढेको मौसमसँग मात्रै। अब हामी जाउँ अर्कोमा हेरौँ यरुममा। यरुम भनेको ग्रीष्म ऋतु, यो ग्रीष्म भनेको गर्मी ऋतु भनेको यो चाहिँ कहिले पर्छ भन्दाखेरि जुन जुलाई अगस्त 6औं महिनादेखि 8औं महिनासम्म, जुन जुलाई अगस्त महिना पर्छ। यरुममा चाहिँ थप्को भनेको गर्मी अनि फिगा मानी उम्लिँदा पानी धेरै आउँछ। छाङमागा भनेको झरी, छाङमा भनेको हो झरी, सोनागी भनौँ भने चाहिँ मुसलधारे वर्षा, सोनागी। छाङमा भनेको झरी, सोनागी भनेको मुसलधारे वर्षा, कुन्नागो भनेको सकिएर, सामसिपदोगा भनेको 30 डिग्री, नम्नुन भनेको कट्ने, मुदौई ज्यादै गर्मी, मुछकबाट आएको थियो, मुछकबाट मु थपे गर्मी, मुदई भनेको ज्यादै गर्मी। सिजाखेरियन सुरु भयो भने सारामदुन मान्छेहरू, आरुम दाउन भनेको सुन्दर, हेबियन भनेको समुद्र किनार, यसलाई हामीले खाङब्यान भन्यो भने नदी किनार, खाङब्यान हेबियन समुद्र किनार, खाङब्यान नदी किनार, हेसु योक्चाङ भन्यो भने समुद्र किनार, हेसु योक्चाङ हेबियन नदी समुद्र किनार, खाङब्यान नदी किनार, हेसु योक्चाङ भन्यो भने चाहिँ समुद्र किनार, हेसु योक्चाङ समुद्र किनार। हेबियन हेसु योक्चाङ भनेको समुद्र किनार, खाङब्यान भनेको नदीको किनार। हेबियन समुद्र किनार अथवा खेगोक कुरो, खेगोक भनेको चाहिँ पहाडतिरबाट बग्ने सानो खोल्सा टाइपको खोलालाई के भनिन्छ खेगोक भनिन्छ क्या। यो चाहिँ उपत्यका टाइपको, खेगोक भनेको चाहिँ पहाडतिरबाट झर्ने एउटा सानो खोल्सा टाइपको खोलालाई के भनिन्छ खेगोक भनिन्छ। समुद्र किनार अथवा खेगोकुरो भनेको यो पहाडतिरबाट बग्ने सानो खोल्सातिर हिउँगाहरू तनाम्लिँदा बिदाको लागि छुट्छन्। यो शब्दलाई हामीले फिसरुल खाम्निदा भन्दा भनिन्छ है। फिसरुल खादा भनेको गर्मी बिदा जानु, यो कुरा पनि कुन ऋतुमा हुन्छ यरुम भन्ने ऋतुमा हुन्छ। फिसरुल खादा हेबियन इना अर्को आछन भन्ने हुन्छ सानो नदी, प्राकृतिक रूपमा बग्ने एउटा सानो नदीलाई के भनिन्छ आछन, खाङको सिमिलर, यो पनि लेख्दा हुन्छ। आछन भनेको सानो नदी, खाङको सिमिलर हो यो। त्यसरी के हुन्छ भन्दाखेरि मान्छेहरू चाहिँ सुन्दर समुद्र किनार अथवा खेगोकुरो भनेको खोल्सातिर हिउँगाहरू तनाम्लिँदा बिदाको लागि छुट्छन्, बिदाको लागि छुट्छन्, अथवा फिसरुल खाम्निदा गर्मी बिदा मनाउन जान्छन्।
फिसर्लो खाँदा भनेको गर्मी बिदा बनाउन जानु, त्यो कुरा पनि कुनमा हुन्छ? यरुममा हुन्छ। फामेनुन भनेको रातमा चाहिँ यल्देयारो, तापको कारणले, यल्दे भनेको ताप, यारो भनेको तातो, रातको कारणले, रातमा चाहिँ यल्दे यारो भनेको तातोको कारणले, यल्दे यारो भनेको तातोको कारणले छामुन सल्छिकिदो हामीदा, छाम भनेको निन्द्रा पर्न कठिन पनि हुन्छ। अब यहाँनिर यो सल्छिदाको अर्थ के हुन्छ भन्दा, सल्छिदा भनेको एउटा सल्छिहादा जडान गर्नु, सेट गर्नु, अर्को के हुनु? गाह्रो हुनु, अप्ठ्यारो हुनु। जस्तो छामुन सल्छिदा, निन्द्रा पर्न के हुनु? गाह्रो हुनु, अप्ठ्यारो हुनु। सल्छिदाको मिनिङ के रहेछ? जडान गर्नु, सेट गर्नु, गाह्रो हुनु, अप्ठ्यारो हुनु, त्यसलाई के भनिन्छ? सल्छिदा। यसरी यल्देयारो भनेको रातमा चाहिँ यल्देयारो तातोको कारणले, गर्मीको कारणले छामुन सल्छिकिदो हामीदा, निन्द्रा पर्न गाह्रो हुने, अप्ठ्यारो हुने पनि हुन्छ। अब हामीले यरुको बारेमा अरू कुरा जान्ने हो भने अरू शब्दहरूमा, जस्तै यरुमा एउटा के भयो? छाङमा भनेको झरी, छाङमाछल पनि भन्छ, झरी, छाङमाछल। सोनागी भनेको मुसलधारे वर्षा, उगी भनेको बर्सात ऋतु, उगी भनेको बर्सात ऋतु भन्ने पनि केमा हुन्छ? यरुमा हुन्छ। उगी भन्ने शब्द पनि कुन ऋतुको विशेषता हो? यरुको विशेषता हो, जसको नेपाली अर्थ हुन्छ वर्षायामको ऋतु भनेको। र अर्को हुन्छ खाङुर्याङ। खाङुर्याङ भनेको चाहिँ वर्षा परेको मात्रा, कति पानी पर्यो त? जस्तै 100 मिलिमिटर यसरी पानी पर्यो भनेको चाहिँ वर्षाको परिमाण, यसरी खाङुर्याङ। यो शब्द पनि केमा आउँछ? यरुम भन्नेमा चाहिँ यो शब्द चाहिँ आउँछ। जस्तै नयाँ मिनिङहरू, सोनागी मुसलधारे वर्षा, उगी भनेको बर्सात ऋतु भयो, वर्षायामको ऋतु। खाङुर्याङ भनेको चाहिँ के रहेछ? पानी परेको मात्रा, कति पानी पर्यो त हो। त्यस्तो सबै यस्ता शब्दहरू कुन ऋतुमा आउँछ? यरुम भन्ने ऋतुमा आउँछ भने यो फिसौलो खाँदा भनेको रहेछ गर्मी बिदा बनाउन जानु। सल्छिदा भनेको के रहेछ? जडान गर्नु, सेट गर्नु, गाह्रो हुनु, अप्ठ्यारो हुनु। त्यसपछि हामी जान्छौँ अर्को ऋतुमा, खाउलमा जाउँ। खाउल चाहिँ के हुन्छ भन्दाखेरि सेप्टेम्बर, अक्टोबर, नोभेम्बर, सेप्टेम्बरदेखि नोभेम्बरसम्म। खाउल भनेको 9 देखि 11 महिना। खाउलमा चाहिँ माघको भनेको मौसम सफा अनि, माघको भनेको मौसम सफा अनि, सियोनहान भनेको शीतल, सियोनहान, सियोनहादा सनसनान, शीतल, सनसनहान, सियोनहादा सनसन, शीतल। माघको सफा अनि सियोनहान नाल्सिका भनेको चाहिँ शीतल मौसम चाहिँ इय चिम्निदा, निरन्तर हुन्छ। इत्ताबाट, यो कहाँबाट आएको? जोडिनु। इत्ता भने के हो? जोडिनु, यसमा जोड्नु। यहाँबाट चाहिँ कुन चाहिँ काममा लागेको छ? यसमा आजिदा अजिदा भन्ने काममा लागेर फाँसीमा चाहिँ सर गते पछाडि स्वर बन्न आयो भने के हट्छ? के हट्छ? स हट्छ। यसमा स फुलपिछे भएको छ, इय चिम्निदा, निरन्तर हुन्छ। खाउलमा चाहिँ मौसम सफा अनि सियोनहान भनेको चाहिँ शीतल मौसम के हुन्छ? निरन्तर हुन्छ। ह्याङ सेक्सेकुरो, विभिन्न रङले, ह्याङ सेक्सेकुरो भनेको, ह्याङ भनेको विभिन्न, सेक्सेकुरो भनेको रङले, खोप्के भनेको सुन्दर गरी, मूलथुन भनेको रङ्गिएका, रङ्गाइएका, मूलथुल्दा भनेको के हुनु? मूलथुन भनेको रङ्गिएका, छामछुमुल ठोकिएछ, छामछुमुलाई हेर्नको लागि, छामछुमलाई हेर्नको लागि सानो र यहेमुन तनानुन।
खाउल खाउलको बारेमा पढौँ। खाउल चाहिँ सेप्टेम्बर अक्टोबर नोभेम्बर भनेको खाउल चाहिँ सेप्टेम्बर अक्टोबर नोभेम्बर भनेको चाहिँ 9, 10, 11 महिनामा चाहिँ माघको भनेको मौसम एकदमै मौसम सफा। खाउल भनेको खाउल चाहिँ 9, 10, 11 महिनामा चाहिँ माघको भनेको मौसम सफा अनि सियोनहान नाल्सिका भनेको शीतल मौसम। सियोनहान अथवा सनसनहान भनेको शीतल, सियोनहान अथवा सनसनहान भनेको शीतल मौसम चाहिँ इयजिम्निदा निरन्तर हुन्छ। इत्ताबाट के भएको हो यो इयजिम्निदा। कुन काममा लागेको छ भिएसटी प्लस आजिदा अजिदा भन्ने काममा लागेको छ। इत्ताबाट स फुल्किचे भएर फाँचीमा चाहिँ इत्ता भन्ने भवमा सलगतै स्वर आउँदा के हुन्छ स फाँचीमा हर्छ। त्यसरी के भएको हो इयजिम्निदा निरन्तर हुन्छ। खाउलमा चाहिँ मौसम सफा अनि शीतल मौसम के हुन्छ निरन्तर हुन्छ। ह्याङ सेक्सेकुरो भनेको विभिन्न ह्याङ भनेको विभिन्न सेक्सेकुरो भनेको रङले विभिन्न रङले खोप्ताबाट खोप्के सुन्दर गरी मूल थुल्दाबाट मूलथुन रङ्गिएका। मूल थुल्दा भनेको रङ्गिन हुनु, मूलथुन भनेको रङ्गिएका, थानफुङ्गुल भनेको म्यापल पातहरूलाई विभिन्न रङले रङ्गिएका रुखका म्यापल पातहरूलाई पहेँलो रङ रातो रङले रङ्गिएका थानफुङ्गुल भनेको चाहिँ म्यापल पातहरूलाई खोगिवेश हेर्नको लागि सानुरो पहाडतिर यहेमुल तनानुन भ्रमणलाई छुट्ने यहेमुल तनानुन भ्रमणलाई छुट्ने सारान्दुरी मान्छेहरू मानसुन्निदा धेरै हुन्छन्। नाल्सिका मौसम छुवा राम्रो भएर मौसम राम्रो भएर हाक्यो भनेको स्कुल अथवा उन्दो भेना मौसम राम्रो भएर हाक्यो उन्दो भेना भनेको स्कुलमा चाहिँ खेलकुद कार्यक्रम होइ भनेको कार्यक्रम खेलकुद कार्यक्रम अथवा छुक्चे डुङ्गा भनेको मौसम इत्यादि वा खातुन भनेको जस्ता चुङ्हान महत्त्वपूर्ण हिंसागा भनेको मौसम चाहिँ मानि यल्लिम्निदा धेरै फलिन्छ। यसरी मौसम राम्रो भएर स्कुलमा खेलकुद कार्यक्रम अथवा उत्सव महोत्सव जस्ता आदि जस्ता महत्त्वपूर्ण कार्यक्रम धेरै यल्लिम्निदा खोलिन्छ अथवा खेचोय आम्निदा आयोजना गरिन्छ। खेचोय आधा भनेको नि के हो आयोजना गर्नु। यल्लिदा खेचोय आधा भनेको खोल्नु अथवा आयोजना गर्नु। र यहाँ अर्को कुरा यो मात्रा भनेको मौसम सफा हुने यसलाई हामीले खोइछङ आधा भन्दा पनि हुन्छ मौसम सफा हुनु उज्यालो हुनु खोइछङ आधा मात्रा खोइछङ आधा मौसम सफा हुनु र अर्को वाजाङ आधा भन्नु पनि मौसम घमाइलो हुनु। यो सबै कुरा कुन ऋतुमा हुन्छ भन्दाखेरि खाउल ऋतुमा हुन्छ है। खोइछङ आधा वाजाङ आधा मौसम सफा हुनु घमाइलो हुनु मात्रा खोइछङ आधा मौसम सफा हुनु वाजाङ आधा मौसम घमाइलो हुनु। र अर्को हामीले यहाँ बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि खाउलमा के हुन्छ हानुरी नोक्ता आकाश उच्च अग्लो जस्तो लाग्छ। खाउलमा के हुन्छ हानुरी नोक्ता। खाउलमा के हुन्छ भन्दाखेरि जस्तै आकाश सफा भएपछि के हुन्छ भन्दाखेरि के हुन्छ अलिकति आकाश के हुन्छ हामीलाई अग्लो जस्तो लाग्छ हो त्यसलाई भनिन्छ हानुरी नोक्ता। हानुरी नोक्ता भनेको आकाश उच्च हुनु। त्यो ऋतु त्यो कुरा पनि कुन ऋतुमा हुन्छ खाउलमा हुन्छ हानुरी नोक्ता। र अर्को खिमजाङ भनेको खिम्ची भण्डारण गर्ने खिम्ची बनाउने काम पनि कुन ऋतुमा हुन्छ खाउलमा हुन्छ। कृषिसँग जोडिन्छ यो सबै के विशेषता भयो खाउलको। लास्टमा हामी जान्छौँ ख्याउलमा। ख्याउल भनेको ख्याउल चाहिँ 12औं महिना भनेको डिसेम्बर जनवरी फेब्रुअरी 12औं महिनादेखि 2 महिना चाहिँ ख्याउल चाहिँ
यङफा भनेको 0 भन्दा कम माइनसमा, यङसाङ भनौँ भने 0 भन्दा बढी खान्देमा, यङहा भनेको 0 भन्दा तल, यङहा भनेको के रहेछ 0 भन्दा तललाई के भनिन्छ यङहा माइनस, यङसाङ भनेको 0 भन्दा माथि प्लसमा, यङहा सिप्तोकाजी भनेको -10 डिग्रीसम्म। यदि यहाँ यङसाङ भने भए चाहिँ 10 डिग्री मात्रै हुन्थ्यो, यङहाले के गर्यो माइनस, यङहा भनेको 0 भन्दा तल, यङहा सिप्तोकाजी भनेको -10 डिग्रीसम्म नेरेगल छङदोरो झरेर जाने सम्म ग्रामर आयो, बिएससी प्लस लौल छङदोरो भनेको नेसम्म, सम्म नेसम्म सीमासम्म, बिएससी प्लस लौल छङदोरो भनेको नेसम्म अथवा नेसम्म गरी अथवा कहिलेकाहीँ नेसीमासम्म, नेसीमासम्म भन्दा नि हुन्छ सीमा यसरी भनेको, खाउलमा चाहिँ -10 डिग्रीसम्म नेरेखाल छङदोरो भनेको तापक्रम चाहिँ झरेर जान सक्ने गरी, मेउ छुब्गो ज्यादै चिसो, यसलाई हामीले मुछुई भन्छौँ, एउटै शब्दमा मुछुई ज्यादै चिसो मुछुई, नेरेखाल नेरेगादा भनेको झरेर जानु, नेरेखाल छङदोरो भनेको झरेर जाने सम्म गरी अथवा -10 डिग्रीको सीमासम्म भन्न खोजेको थियो, -10 डिग्री सीमासम्म, त्यो हदसम्म, त्यो सीमासम्म लिमिटेसन। छौल चाहिँ -10 डिग्रीसम्म तापक्रम चाहिँ झरेर जान सक्ने गरी झरेर जानेसम्म, मेउ छुब्गो ज्यादै चिसो अनि खाङमुरी भनेको नदीको पानी अल्किदो हाम्निदा जम्ने पनि गर्छ, नदीको पानी जम्ने पनि गर्छ भनेको जस्तै तापक्रम 0 भन्दा तल जाने बित्तिकै के हुन्छ जम्छ नि, अत्ता बढी, अल्दा भनेको जम्नु, अल्दा खुत्ता भनेको जम्नु डल्लो पर्ने पर्नु, नोक्ता भनेको चाहिँ पौलन, यसरी अल्दाबाट अल्किदा भएको हो त्यो, अल्किदो हाम्निदा, अल्दा खुत्ता भनेको जम्नु डल्लो पर्नु खुत्ता, नोक्ता भनेको पौलन, अल्किदो हाम्निदा भनेको जम्ने पनि गर्छ। नोफुन छिदेन भनेको, छिदे भनेको भूभाग, उच्च छिदेन भूभागमा चाहिँ नुनी मानी नेर्य हिउँ धेरै आएर, हो यो नुनी मानी नेर्य भनेको हिउँ धेरै आएर, यसलाई हामीले फेक्सल पनि भन्ने मिल्यो, फेक्सल भनेको चाहिँ सेतो हिउँ, फेक्सल भनेको सेतो हिउँ, फोक्सल भन्यो भने चाहिँ हिउँको आदि, फोक्सल भन्यो भने चाहिँ हिउँको आदि, नुन मानी नेर भनेको हिउँ धेरै परेर, फेक्सल भनेको के रहेछ सेतो हिउँ, फोक्सल भनेको हिउँको आदि, यहाँ चाहिँ के भयो हिउँ धेरै आएर, सुकिना भनेको स्की हिउँमा खेल्ने, सुकिना सुकेतु बोधु भनेको स्केटिङ बोर्ड हिउँमा खेल्ने हो यो, सुकिना भनेको सुकी अथवा सुकेती बोधु भनेको स्केटिङ बोर्ड इत्यादि, ख्याउल सुपोसु भनेको ख्याउलका सुपोसु भनेको खेलकुद चाहिँ स्पोर्ट्स चाहिँ छुल्किनु रमाइलो गर्ने साराङ्गरी मान्छेहरू मानसुविधा धेरै हुन्छन्। सामिरुन भनेको 3 दिन चाहिँ सुक्को चिसो अनि साइरुन भनेको 4 दिन चाहिँ तातो छ न्यानो, फेरि अर्को विशेषता के र अब ख्याउलमा पनि 3 दिन चिसो 4 दिन चाहिँ न्यानो, त्यसलाई के भनिन्छ सामान साउन, सामहान साउन, यसलाई हामीले त्यसमा देख्दाखेरि यसरी हुन्छ सामहान साउन, हान भनेको चिसो, ओन भनेको तातो, हान भनेको चिसो 3 दिन चिसो 4 दिन चाहिँ न्यानो, ओन ओन भनेको न्यानो तातो भनेको, 3 दिन चाहिँ चिसो 4 दिन चाहिँ न्यानो, सामान साउन भनेको सामान साउन भन्ने हनसाङ्गी भनेको घटना अप्रत्याशित घटना नाथा नागिदो हामीदा उत्पन्न हुने पनि हुन्छ। यसरी फेक्सल भनेको सेतो हिउँ, फोक्सल भनेको हिउँको आदि। त्यसपछि अब यसमा मान्छेले के गर्छन् यसमा भन्दाखेरि यसमा जस्तै ठेङ्गी छिकी भन्ने गेम खेल्ने गर्छन्, त्यसै गरी यो भयो। त्यसपछि अर्को यसमा अर्को शब्द नुन साउ भनेको मान्छेहरू हिउँले हानाहान गर्ने नुन साउ हिउँ खेल्ने, त्यसै गरी यो थोङजाङ्गुन भन्ने एउटा हुन्छ शीतकालीन, थोङजाङ्गुन भन्ने हुन्छ एउटा यो ख्याउलको, यसलाई शीतकालीन भनिन्छ, शीतकालीन कुराहरू हुने सबै यो के विशेषता भयो ख्याउलको विशेषता। थोङजाङ मुछुई भनेको ज्यादै जाडो,
थङजाङुन भनेको शीतकालीन वर्षा भनेको शीतकालीन वर्षा भनेको त्यसलाई के भनिन्छ थङजाङुन थङजाङुन भनिन्छ अर्को त्यहाँनिर अल्दा खुत्ता भनेको जम्नु अल्दा खुत्ता भनेको जम्नु नोक्ता भनेको चाहिँ के रहेछ अब पग्लाउनु पग्लाउनु यसरी हाम्रो यो च्याप्टर 7 को चाहिँ छङ्गो बनाइसकेको कुराहरू आजको लागि यति नै बाँकी हामी चाहिँ अर्को च्याप्टर लिएर फेरि आउने छौँ तपाईँले चाहिँ यो छङ्गो बनाउनको लागि चाहिँ लेखेको मिनिङहरू पनि ध्यान दिनु होला 감사합니다. 수고했어요.